पछिल्लो समय वरिष्ठ लोकदोहोरी गायक घमेश दुलालको चर्चा सांगीतिक क्षेत्रमा चुलिदो छ। केही महिना अघि मात्र बजारमा आएका एमाया, याद, दिउला चिनो जस्ता गीतहरू सेलाउन नपाउँदै केही दिन अघि बिर्से पनि नाम गीत बजारमा लिएर आएका छन्। एरिका डिजिटल स्टुडियोमा रेकर्डिङ भएको उक्त गीत अमृत आचार्य माइला गुरुको प्रस्तुतिमा रहेको छ। गीतमा उनी वरिष्ठ गायक घमेश दुलाल, अमृत आचार्य माइला गुरु, सोफिक्स मदन र रिता कुलुको स्वर रहेको छ। अशोक कुमार सापकोटाको शब्द रहेको उक्त गीतमा संगीत भने अहिलेको चर्चित संगीतकार सुफिक्स मदनको रहेको छ। साझा क्रिएसन प्रालीको निर्माणमा तयार भएको बिर्से पनि गीतमा दिपेन्द्र सोनाम, रिया पन्त र उत्तम लामिछाने जस्ता चर्चित कलाकारहरूको अभिनय देख्न सकिन्छ। उक्त गीतको निर्देशन भने अहिलेको चर्चित निर्देशक उमेश कार्की युकेको रहेको छ। मरुभूमि नारायणको छायाङ्कन र रोशन धितालको सम्पादनमा रहेको उक्त गीत अमृत आचार्य युट्युब च्यानल मार्फत डिजिटल बजारमा आइसकेको छ। हेलो नमस्कार, म नायिका निता ढुङ्गाना। तपाईहरु हेर्दै हुनुहुन्छ जासुस युट्युब च्यानल र यो च्यानललाई सब्स्क्राइब, कमेन्ट र लाइक गर्न नबिर्सिनु होला।